सबैजनाको नमस्ते। म आज यो हुम्लाको मुचु भन्ने ठाउँमा छु। यो मुचु भन्ने ठाउँमा हामी साथीहरू चाहिँ सबै घुम्न आएको। यसमा चाहिँ तपाईहरुको 67-68 सालमा अनि हेलिकप्टर चाहिँ यता माथि हेलिप्याडमा चाहिँ ल्यान्ड गर्ने बेला तपाईको प्राविधिक गडबडीको कारणले गर्दा यो हेली चाहिँ यो खोलामा सुरक्षित अवतरण गर्न खोज्दा यसरी चाहिँ दुर्घटनामा भएर यसरी चाहिँ यो हेलिकप्टर यसरी चाहिँ दुर्घटना भएर यस्तो क्षतिग्रस्त भएको छ। हेर्नुस् यो त्यस्तै 67-68 अनुमानमा है त्यति बेलाको घटना हो। यो चाहिँ यसो आइमा आउँदाखेरि यसो घुमफिर गऱ्यौँ यो ठाउँमा अनि अवलोकन भयो। ल हेर्नुहोस् अनि पुरा हिउँ परेर आज हिउँ कम भएको कारणले गर्दा आज यो हेली चाहिँ दुर्घटना भयो। यसमा धेरै मान्छेहरूले पनि ज्यान गुमाउनु भयो। यस्तो छ 67-68 को घटना हो यो। यस्तो छ यो हेली यस्तो दुर्घटना भएर सकुशल अवतरण गर्न नसक्दा प्राविधिक गडबडी भएको कारणले गर्दा यसरी चाहिँ क्षतिग्रस्त भयो। ल हेर्नुहोस् हामी सँगसँगै हाम्रो आदरणीय अग्रज सरहरू पनि आउनु भएको छ। उहाँ यी हाम्रो सरहरू सँगसँगै हाम्रो रेस्पेक्ट सरहरूसँग यसरी घुमफिर भइरहेको छ। ल सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला। हामी मुचु भन्ने ठाउँमा छौँ, तुमकोटमा यो हेली दुर्घटना भएको ठाउँमा है। हस् नमस्ते।